नमस्कार छोड्दै गाइस आज हामी यहाँ कसेरीमा पिकनिक आएको गाइस सानो सानो हामी कसेरी खोलामा पिकनिक आएको यस्तो रमाइलो छ रमाइलो गाइस हामी पिकनिक आएको रहेको पार्टी आज हामी भन्नु कसेरीको रमाइलो भएको छ सिक्लेस जाने पनि यही बाटो मान्टिक जाने यही बाटो अनि यहाँ चाहिँ नि यो खाजा घर छ यस्तो राम्रो त्यही छ हाम्रो हेरेनी साथीले यस्तो आएको रहेछ चिया पनि बारेर खाइदिइरहेको छ मासु आगोमा पकाएर खाने बालिका जाने यहाँ गेटदेखिको यस्तरी यहाँदेखिको यस्तरी जाने नेचुरल हावा यस्तो खोला यस्तो राम्रो छ तर पनि आउनुहोस् है गाइस यस्तो ठाउँमा यसो रमाइलो गर्ने मन शान्त गर्ने घरमै कोचेर नबस्नु होला साथीहरू है हाम्रो भेनाजु हुनुहुन्छ है नमस्कार हजुर हाम्रो भेनाजुले पिकनिक ल्याउनु भएको आज सुन्दा भेनाजु साथीहरू खुसी होस् भनेर भेनाजुले पिकनिक ल्याउनु भएको भेनाजुले एकजना अर्को भेनाजु हुनुहुन्छ लैजाऊ भनेको यिनी मान्दैन क्या रातभरि पनि लैजाऊ भनेको के अरे रातभरि पनि लैजाऊ मेरो बुढालाई लैजा भनेको लैजान्न रे 30 भरि लएपछि रातभरि नराख्ने रे मैले रातभरि पनि लैजा
तिहारी रातभरि पनि लैजा है ल रातभरि पनि लैजा पेन्सन पाउँछ त्यहाँ के अरे पेन्सन पाएपछि मक्ख पर्छ बुढा लैजा लैजा हाम्रो पुरानो फिल्मको गीत है साथीहरू हेर्नुहोस् नमस्ते बहिनी नमस्कार रमाइलो भएको छ है रमाइलो भएको छ इन्जोय तेल न हाल्नु त लक्ष्मी तेल पछाडि पछाडि डढिसक्यो तापु जप्ती डढिसक्यो हाल 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 अझै हाल बोसो छ कि मासुमा छैन छैन बस्नु पकाउने मान्छे त नाचे नाचे भएका अनि भुटुवा खाइन्स गाइस अब मासु पकाउँदैछ है गाइस हामीले मेरो भिडियोमा हाल्न यार ए भेनाजुले पकाउनु भएको छ हाम्रो भेनाजुले साथीहरू गाइस अब यो खाएर यो चाहिँ नि भातसँग तिहानको लाएर खानुपर्छ है यस्तो रमाइलो गर्नुपर्छ साथीहरू सालीहरूलाई मिठो लक्ष्मी पाक्दैछु ल ल यता पका अब चेप्न लाएर झ्याम्मै झ्याम्मै नाच्दै खाने है गाइस नोस ल ल ल गाइसहरू मोरा हिठो चाले ए सिया खेत हिसियाले लोकल आलकी किनेर चाले लोकल कोयाले आले विशेष झोल खाता जेकेर के छोड्नी ए जेकेर नि छ ल ल ल ओ लापाको इचले को कानको तिलाङ मेजो मकमा इलाङ हो भने इलाङ कानु लाफाको जम्मैकोले जुम पनि सेरे जुम भने पोखरा नि त जुम भनेका थिए मेगु रुमाल रुमाल चाहिँ नि हो सेता मोचा लाए पुस्ती निस्के इन्चले लाफाको कानु पोखरा लाङ्गा त इन्च रमाइलोले लाफाको इन्चले माको र रानिस रमाइलो जातनिस लाफाको यहाँ यस्तो राम्रो झुलुङ्गे पुल रहेछ खोला अनि यहाँ पुल छ ठुलो पुल साथीहरू त्यहाँदेखिको यस्तो गएपछि यहाँदेखिको तानटिङ जाने बाटो यही अनि सिक्लेस जाने बाटो यही यस्तो रमाइलो छ झुलुङ्गे पुल टिकटक बनाउन आउनुहोस् है साथीहरू तपाईँहरू पनि यो झुलुङ्गे पुल गाउँ खोला भन्दा अलि माथि हो
जङ्गलको बिचमा छ खोला बगिरहेको छ यता यस्तो यो गेटबाट छिरेसी माडी गाउँपालिका भ्रमण गर्नुभएको धन्यवाद भन्दै यो गेटमा लेखेको छ साथीहरू तपाईँहरू पनि घुम्न आउनुहोस् इन्जोय लिनुहोस् साथीहरूले त्यहाँ खाना बनाउँदैछ यस्तो छाँटा ओर्दै यति रमाइलो छ ठाउँ नेचुरल हावा पाउने ठाउँ ए फाइनली घरमा आइपुग्यो गाइज बाई 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 ल बाई बाई के गर्यो अरे ल बाई बाई कहाँ गएर आयो हामी पिकनिक खान पिकनिक हो पिकनिक कुन ठाउँमा कहाँ होला हो र ल हामी घरमा आइपुग्यो ल बाई बाई भन्नु घर आइपुग्यो घरमा आइपुग्यो फाइनली बाई बाई भाँडाकुँडा यहाँ यस्तो छ बाई बाई गाइस त्यसरी उस भयो रमाइलो भयो गाइस अनि पछाडि यहाँ रहेछ ल जाई अर्को ब्लगमा भेटौँला आज भित्र See you again. Bye bye.